ठ्याक्क अहिले रातको 9 बजिरहेको छ। म चाहिँ अहिले तरकारी बनाउँदैछु, भोक लागिरहेको छ हैन। हेलो साथीहरु, के छ खबर? सन्चै हुनुहुन्छ होला? के गर्नु, यहाँ त खाना पकाउने मान्छे कोही नभएर रुममा पनि हैन एक्लै छु। यस्तो चल्दैछ परदेशी जीवन। गाह्रो छ गाह्रो। कोही छौ भने यसो सहयोग गर्ने आउ त यहाँ। गाह्रो छ। बिहान उठ्यो एक्लै आफै बनायो, बेलुका आफै हैन। यो जिन्दगीमा अरू केही नभए पनि यो खाना पकाइदिने मान्छे चाहिँ चाहिँदो रहेछ क्या। के भन्नु यहाँ, अब गाह्रो छ गाह्रो। यो भिन्डी काट्दैछु म। यो यता मसलाको लागि चाहिँ मैले यो रेडी गराइसकेको छु। ट्याक्कै यो काटेर भिन्डी चिप्ले भिन्डी काट्दैछु। गाह्रो छ। एकजनालाई कति नै चाहिन्छ र हैन। गाह्रो छ। यो सरसफाइ पनि अलि त्यति राम्रोसँग भएको छैन। यो एक्लै भएकोदेखि अब हिजो अस्ति त अलि टाइम हुन्थ्यो गरिहाल्थेँ, आज चाहिँ टाइम नै भएन। ठ्याक्क अहिले रातको 9 बजिरहेको छ। म चाहिँ अहिले तरकारी बनाउँदैछु, भोक लागिरहेको छ हैन। भात त छ, बासी छ, तर यो कुकरमा छ हैन। बासी कालो कालो छ कुकर पनि, बासी छ, तर केही छैन, बनाइहाल्छु आधी घन्टामा। एकजनालाई कति नै चाहिन्छ र। सब्जी चाहिँ अलि धेरै बनाउनु पर्छ। रोटी 2वटा भए पुग्छ। ट्याक्कै सब्जी काटेर रोटी बनाइहाल्छु। अब के गर्नु, नेपालमा हुँदा चाहिँ अब यो बनाएको खाना पनि खानलाई 10 बजे भन्दा पछि आउँथे खानलाई, भान्सामा निस्किन्थे एक्लै। अहिले यहाँ अब आफै बनाउँदा पनि यहाँ 10 बजिरहेको छ। आफै बनाउँदाखेरि 10 बज्ने आलो छ। 9 त बजिसक्यो हैन। अब बनाउँदा बनाउँदै 10 हुन्छ, अनि खाँदा 10:30 11 सुत्दा मोबाइल हेर्दा 12 नै बज्छ। गाह्रो छ। घरमा हुँदा त दिनभरि सुतिन्थ्यो, अब काम गरेर थाक्या भइदिए हुन्थ्यो। जति अब यो कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ भेन्टा हाल्नुपर्छ क्या। यो भेन्टा पनि कति ठुलो छ यार, एकजनालाई खाने। आलु पनि एउटा काटे पुग्छ ट्याक्कै। गाह्रो छ। के फोहोर रहेछ क्या। पानी पनि राख्नुपर्छ। गाह्रो छ गाह्रो।